Hey guys, welcome to my vlog. हजुरहरु नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। म चाहिँ युनिला अनि आज चाहिँ मेरो भ्लग के को हुँदैछ भने आज चाहिँ हाम्रो अब नयाँ सेन्डिङ रागकोमा चाहिँ वेलकम प्रोग्राम हुँदैछ अनि म चाहिँ रेडी हुँदैछु। अब निस्किनु लागेको हेर्नु होला है त कस्तो हुन्छ अब यहाँको वेलकम प्रोग्राम। आज चाहिँ हामी साथीहरुसँग जानु लाग्छौं। अब सी यू हेर्दै जानु होला कस्तो हुन्छ है। यो चट्ट लाएर हिँडेको त गाइसहरु यस्तो अलिअलि अनुहार पनि पोतेको त छैन अलिअलि अब छोरी मान्छे भएपछि मेकअप त भइहाल्छ। हल्का सनस्क्रिन दिदी अनि ब्लस चाहिँ अहिले रिसेन्टली टिकटक भरि ब्लस देखेकोले ब्लस लगाउँछ है। म चाहिँ अलिअलि त्यो के भन्छ अरे टिकटकमा चाहिँ ब्लस देखेर इफेक्ट अफ टिकटक अनि त्यस पछाडि आज चाहिँ अनि त्यो चाहिँ नजाने रे किनकि त्यो चाहिँ कामबाट भर्खर निक्ल्यो रे अनि ढिलो हुन्छ भनेर म चाहिँ जान्न भने फर्स्ट दिनै त्यो चाहिँ अनि म र अस्मिता अनि रमेश अनि दीपक जान लाग्यो। तामाङ पनि नजाने रे हिजो भर्खर नेपालबाट आएको थाकिरहेर सुत्ने रे। अनि साकुरा देख्दा त राम्रो लाग्छ हैन तर साकुरा फुल्ने बेला चाहिँ बिमारी हुँदो रहेछ। मैले भोगेँ योचोटि फर्स्ट टाइम है। अब चाहिँ म हिँडिरहेको छु मेरो क्यामेरा पक्रिने स्टाइल पनि भइरहेको छैन लाग्यो। आज मैले नयाँ कभर लाग्छु कि मोबाइलमा पुरै मेरैसँग मिलेको नि ब्ल्याक कभरमा अनि पानको बाद सिल्भर कलरमा। ओ माई गॉड ब्ल्याक लभर हो म। मान्छे ब्ल्याक लभर हो भने मन चाहिँ पुरै यस्तो यो के भन्छ सेतोमा दाग लाग्छ भन्छ नि दाग त लाग्छ तर पनि मेरो मन चाहिँ एकदम पुरै म आफैलाई चाहिँ त्यस्तो लाग्छ। अब अरूले त्यसो मेरो लागि थाहा भएन म चाहिँ मेरो चाहिँ मन सफै होला है कमेन्ट गर्नु होला मेरो मन चाहिँ कस्तो छ। अब मैले भनिराख्नुभन्दा पनि हजुरहरूले चिन्नेहरूलाई थाहा हुन्छ कि मेरो मन कस्तो छ भनेर। म आफैलाई त राम्रो भनिहाल्छु नि हैन त्यो त जसले पनि आफूलाई त राम्रै भनिन्छ हो नराम्रो त कसैले भनिँदैन हैन त। अब चाहिँ ट्रेन चढ्ने ठाउँ जाँदैछु हैन यस्तो छ कि भ्यू फेरि अनि लाजोनाइज फेभरेट प्लेस मेरो त्यही त एरिया हाम्रो चट्टा लाएर यहाँ चाहिँ तपाईँहरूले जुन पनि ब्रान्ड पाउनु सक्नुहुन्छ नभनौँ। अनि आइफोन स्टोर दिस इज आइफोन स्टोर हैन अनि मेरो आइफोनको लागि नि यहाँ थिएँ तर यहाँ चाहिँ व्हाइट कलरको चाहिँ थिएन अनि यो याद गर्नुपर्छ भने मैले गरेको थिएँ। माई फोन इज अल्सो ओल्ड भन्न मिल्दैन यार भर्खरै 1.5 वर्ष भयो यस्तो पनि भन्नु मिल्छ त नो अब यस्तो आइफोन भन्नेको त वर्षै पछि आउँछ अनि वर्षै पछि किन्नु सकिँदैन नि त त्यो लेभलको मान्छे म होइन किनकि यो आइफोन किन्ने बेला पनि म त्यो लेभलको त होइन आइफोन किन्नु सक्ने लेभलको त होइन त्यही पनि एउटा रहर थियो। अनि त्यस पछाडि त्यो रहरलाई चाहिँ कस्तो हुन्छ भन्ने लाग्थ्यो रहरले आइफोन किनौँ लाग्दो रहेछ। अनि त्यो किनेपछि चाहिँ यस्तो हुँदो रहेछ कि खासै भ्यालु चाहिँ लाग्दैन। अब मतलब भ्यालु लाग्दैन भन्नु खोजेको त्यो त्यत्रो महँगो फोन किनेर पनि भ्यालु लाग्दैन भन्नु खोजेको होइन कि तर आइफोन किनेपछि चाहिँ यहाँ नजिक त्यस्तो टाइमै हुँदैन काम अनि कलेज गरिन्छ अनि त्यो नेपालमा जस्तो के भ्लग बनाउने यस्तो गर्ने भन्ने टाइमै हुँदैन क्या। म बनाउँछु भन्छु होइन टाइमै हुन्न क्या अनि बनाएँ एडिट गर्नै टाइम हुन्न क्या। कतिवटा भ्लगहरू मैले एडिट गरेकै छैन। हेर्नु न गाइस साकुरा है क्या राम्रो छ है। अनि त्यसरी यति पुग्दैछु मान्छेहरू टन्नै छ अनि गाह्रो छ रहरहरू पुरा गर्नु फ्यामिली पनि सोच्नु पऱ्यो रहर पनि सोच्नु पऱ्यो सबै कुरालाई लिएर जानुपर्छ। उमेर बढ्दै जान्छ जिम्मेवारी बढ्दै जान्छ टेन्सन थप्दै जान्छ हरेक कुरासँग लड्नु सिक्नु पर्दो रहेछ। जापान आएर मैले धेरै कुरा सिकेँ जस्तो लाग्छ किनकि यहाँ आएपछि आफ्नो प्यारेन्ट्स हुँदैन हरेक कुरालाई आफैले अँगाल्नु पर्नु छ गरि पनि राखेको छु। त्यही भएर जापान हुनेहरू डिप्रेसनमा हुनु पर्दैन किनकि दुःख पछाडि नै सुख आउँछ
अब घरिघरि त म नै हरेस लाग्छ तर पनि यसो हरेस मान्नु पर्दैन किन अब हरेस मानेर पनि के गर्नु छ र बाबुआमाले यत्रो दुःख गरेर यत्रो बनाइहाल्यो अब आफूले पनि त अलिकति गर्नु त पर्यो नि होइन अब ट्रेन चढ्छ है गाइजहरू लास्ट भिड भयो मैले क्यामेरा पक्रिनु अप्ठ्यारो भयो यो ट्रेन जान्छ क्या हामीले भेट्दैन पार्दाखेरि दिपक कहाँ हो नेउपानीसँग जानु छ अर्को ट्रेन चढ्नु हामी दौडेछौँ हेर ट्रेन आएर छिराइज यसो दौडिनु पर्छ हेर खोइ आयो कि गयो थाहा छैन गयो छ निनहरू आउँदैछ नि यता छ निनहरू म यहाँ छु है गाइजहरू हतार छ यार गुगलले के गर्यो गुगलले हामीलाई 36 मिनट देखायो यहाँबाट ट्रेनमै होइन अनि फेरि स्टार्ट गर्दा 10 मिनट देखाउँछ के देखाउँछ पागल भइसक्यो हामी गाइजहरू होइन त्यसले चाहिँ तपाईँ बोल्न अलिअलि अन्त्य जस्तो चमक दे चमक छैन अब यताबाट हिँडिरहेको छ यिनीहरू होइन एकछिन चाहिँ गुगलले हामीलाई पागलै बनाइदियो होइन हामीलाई चाहिँ अमेरिकन क्लब बोलाएको अरे यो अमेरिकन क्लब भन्नु चाहिँ अब के गर्नु गएकोले अमेरिकन क्लब बोलाएको छ त ओहो गाइजहरू म त टिलिक्कै टल्यो कि क्या हो म त झाउ लागेर कस्तो छ है ठाउँ यहाँ भ्लग बनाउँदैछु क्या छोडेर हिँड्छ भनेर पिर परिरहेछ ऊ चाहिँ होइन भ्लग पनि बनाउनु झन्डै म हिँड्नु लाउनु छोडेर हिँड्नु लागेको ओहो गाइजहरू कस्तो ठाउँ आयो हामी चाहिँ होइन यस्तो ठाउँ आयो यस्तो टोकियो सहर लाग्छ रहर पैसा चाहिन्छ धेरै पानीपुरी खानु पऱ्यो हेर यहाँ लु नेपाल हो यहाँ ठेलातिर छ होला यो गल्लीतिर ठेलातिर चटपटे पसल छ कि हेरौँ लु हेर शिबुया जाने गरे तेरो बाजेको शिबुया मेरो डबल सिफ्ट छ आज काम शिबुया जाने भन्छ यार 5 बजेबाट भोलिको 3-4 बजीसम्म काम छ क्लब रे गाइज लु हामी चाहिँ यस्तो अनुहार लिएर हिँड्यौँ है त ठुला बिल्डिङ ठुला सपना बिचमा हाम्रो लथालिङ्ग जिन्दगी गाइजहरू यो सुरुङभित्र छिरायो हामीलाई त मलाई त गर्मी भयो कस्तो होला कस्तो यो सुरुङभित्र छिरायो लु जानिस् यस्तो गर्मी भयो है मलाई त जमिनलाई खनेर कि तल खन्दा सुरुङ बनाउँदा पानी सबै पुगिसक्यो होला है त्यस्तो गर्मी भइसक्यो 3-4वटा लिफ्टहरू त आइसक्यो अझै आउँदैन बल्ल के छुट्या थिएँ मलाई त लाज लागेर यस्तो रहेछ लाज लाग्यो छिरेको फोटो खिच्नुलाई हुँदो रहेछ क्या लास्टमा चाहिँ यस्तो खतरा रहेछ तैँले चाहिँ गाइज पसिना राम्रो यस्तो गर्मी ओहो कस्तो दुर्गम हो यो छाउँदा यहाँ त यस्तो पसिना आएछ कि पुरै नगरौँ के थाहा क्या लाग्यो 理事長祝辞学校法人東京ビジネス学園理事長並びブレック介護専門学校校長吉岡心よりご参列のご家族 Every opportunity to learn, challenge yourself and create unforgettable memories. Whenever you face some difficulties, please talk to school staff members, teachers, and of course the second year students. We are all ready to help you. हाम्रो चटक चाहिँ सक्यो अब यहाँ निस्किनु पर्ने हालतमा त पिम्पल्स आएछ एक्सपेक्टेसन 1 घन्टाको लेक्चर सुनिहाल्यो अब घरतिर गइन्छ त्यस्तै हो त पहिलो फसाउने बेलामा केटाहरू हेर्नु पर्यो होइन 1 घन्टाको लोकेसन चट्ट आयो यत्रो टाढो होइन लास्टमा के हो ठाउँ आयो है साकुरा प्लस टोकियो टावर गाइजहरू कस्तो भइरहेछ प्रोग्राम कस्तो भयो है भन न रमेश
प्रोग्राम के सोचेर के भयो कस्तो खतरा खाना पनि कस्तो मिठो मिठो दियो पोर्क बिफ होइन अनि चिकन पुरै ग्रिल गरेको दियो है राम 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 खाइयो नि फोटो भिडियो खिचेर्ने अनि यो टोकियो टावर आउने कस्तो भाइरल छ नि त होइन अनि यहाँ पुरै लाइन रहेछ क्या हामी त यत्तिकै खिच्न लाग्यो है गाइने सानलाई चाहिँ यसो सपोर्ट गरिदिउँ रे है गाइस अब अरू भए त्यस्तै हो हाम्रो राइने सान चाहिँ भ्लगर बन्न खोजिरहेको रहेछ पपुलर म जस्तो पपुलर मान्छेको पोस्टमा आइसकेपछि हाल न भाग्य नेपालीको भाइ अच्छा हमको सिखा रिया है म यो भिडियोमा आइसकेपछि यो भाग्य नेपालीको भाइ दिपक नेपालीले जापान खाना लगाएर होइन हाम्रो यो भाग्य नेपालीलाई यस्तो मान्छे यस्तै भ्लग हेर्नको लागि हाम्रो भ्लगलाई चाहिँ सब्सक्राइब गर्नु होला किनकि हामीसँगै एउटै गएको हो त्यही भएर म भन्छु कि यो आमाको एकदम भाइरल मान्छे हो जापानकै भनौँ लगभग होइन अनि यसलाई चाहिँ मान्छेहरू गल्ली गल्लीमा पनि कुदिरहेको हुन्छ नि अटोग्राफ लिनुलाई होइन अटोग्राफ लिनलाई होइन आँखामा गाजर लाउनलाई बिरेनी गाजर भइरहेको हुन्छ अनि कलेजमा आउँछ ओइ अस्मिता मलाई त त्यहाँ केटाहरू कुरिरहेको थियो यार बाटोमा अनि केटाहरूलाई बुझाएर आएँ मैले सम्झाएर भन्छ यसो अनि डराउँछ पनि डराउँदैन तर यो कसैसँग लेट्स इन सक्यो गाइस तिम्रो खाइसक्यो होइन आज मेरो मारु गाइजहरू म काम गर्ने यही मारु आइछु हो वेलकम टु माई खाइसा गाइस यो चाहिँ मेरो मारु आइछु खाइसा म चाहिँ रातभरि यहाँ काम गर्ने बेलुका पनि यहीँ काम गरेर जान्छु गाइस के गर्छु भन्नु मासु काट्छु मान्छे पनि दाल पऱ्यो भने मान्छे पनि भन्न मान्छे त नडराउ गाइस तर म कसैले मात्र हो सबैलाई गाइस हामी टोकियो टावरमा पनि घुम्यौँ हाम्रो राम्रो राम्रो फोटोहरू खिच्यौँ भ्लग फोटो हाल्दै भ्लगमा यस्तो राम्रो राम्रो तपाईँ पनि आउनु होला हामी यस्तो रमाइलो गऱ्यौँ हाम्रो आज कलेजको न्यू गएको थियो त्यो पनि हामी गयौँ तर सोचे जस्तो रमाइलो चाहिँ भएन गाइजहरू होइन ठिकै छ अब 2 वर्ष पढ्नु छ होइन कामपाती गर्नुपर्छ 2 वर्षपछि त हामी पनि साइनो गाइजहरू हाम्रो हुनुवार साइनहरू यस्ता पनि कोही छ खाइसकेको चाहिँ साइन होला यिनीहरू साइन पनि हो त खाइसकेर नै डुब्छ गाइज मेरो भिडियो बनाउने भाग्य नबने कुनै भाइ के भन्छ भन्छ टिकटक हाल कन्फर्म भाइरल भएन त भने मेरो अलरेडी भाइरल छ त मेरोमा होइन जस्तै म दिपक नेपालीको भाइ बनाउनु लगा टिकटक बनाउनु लगा नमस्ते म दिपक नेपाली म बनाउँछु 3 पानी खान्छौ भने आऊ सङ्गीत चाहिँ सानोम छमछम पारेर नाचौँ सोही ढोले सोहीमा राईको गीतमा सोही ढोले सोही अर्को ढोले अगाडिको यस्तो फ्लर देख्न पाइन्छ हेरेको जस्तो हुँदैन यस्तो हेर्ने यसले चस्मा लाउने फाइदा चस्मा लाउने फाइदा के हो भनेर घामबाट बस्नु अगाडि राम्रो राम्रो केटीहरू देख्यो भने नहेरी जस्तो गरी हेर्न पाउँछ के अरे न्युपाने खाएर आछ त 3 पानी यसले रक्सी खान्छ तर 0% को खान्छ बेर खान्छ तर 0% वाला बेर खान्छ यसले प्रोग्राम भन्दा लामो चाहिँ कसम ट्रेन चढाएर हिँडाइ भयो यार मलाई त यस्तो टाउको दुखिसक्यो कि निन्द्रा पनि पुगे होइन टाउको दुख्ने काम दिन्छ भनेको त के दिनु यस्तो मलाई थाहा थियो जापानमा केही पनि दिँदैन तर त्यही पनि के रे अस्ति नि के भनेर हालाएपछि चाहिँ दिन्छ भनेर सोचेको सबको एक्सपेक्टेसन चाहिँ के थियो रियालिटी के भयो
चाहिँ खानुमा मरेको भनेर नसम्झिनु होला होइन यो भिडियो हेरेर चाहिँ, किनकि अब मतलब हामीलाई चाहिँ त्यही गराएको थियो नि त, के खान्छस् के खाँदैनस् मिटमा भनेर गराएको थियो नि। हाम्रो चाहिँ सोचै त्यही हो कि। अनि फेरि नाम पनि अमेरिकन क्लब थियो, अनि के सोचिरहेको थियो क्लब क्लब होला, बारसार होला, ड्रिङ्क्स फ्रिङ्क्स होला, अनि खानेहरू पनि यस्तो आइटमहरू होला। त्यो है के हो भने रोबोट हो होइन। यसले चाहिँ रोबोट त थाहा छ जापानभित्र होइन कुनै पनि ठाउँमा जान पर्यो, मान्छे अलमल पर्यो भने चाहिँ यसले यहाँबाट तिमीले नेपालीबाट भन्यो या जापानिजबाट भन्यो भने अझ बेस्ट यसले बुझिहाल्छ होइन राम्ररी। नेपालीबाट भन्यो भने पनि बुझ्छ क्या। अनि जस्तै तिमी एक ठाउँमा जानु पर्यो मानव होइन, भन्न आवश्यक भन्छ। यहाँ लेखिदियो ए 22 मिनट। 料金は490円です。横浜駅までの乗り換えルートは新橋駅から JR 東海道本線で横浜駅までご乗車ください。के सोचेर आएको के भयो अनि के भोक लागिसक्यो अरे। जाने यो ट्रेन कति भिडियो गर्नु हौ। सिधा र म चाहिँ खाउसाकी ओर्लेको अवस्था हो। म चाहिँ घर हिँडेको किरा हिँडिसक्यो गाइजहरू। अरू चाहिँ उता योगामा ओर्लिन्छन् रे। यो चाहिँ यहाँबाट ट्रेन नोरिखाइ गर्छ। अनि म चाहिँ घर जान्छु। गाई 2 घन्टा भए पनि सुत्छु, काम छ। अब चाहिँ यस्तै हो ल पारा। गाइस आजको मेरो भ्लग चाहिँ यति नै भयो। हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। कस्तो लाग्यो भनिदिनु होला। यस्तै बकवास हाम्रो भ्लगहरू आउँदै जान्छ होइन। अनि माया सपोर्ट गरिदिनु होला, देखाइदिनु होला। नेक्स्ट भ्लगमा भेटौँला भन्दै आजलाई बिदा माग्छु। बाई बाई गाई।